थारू संस्कृतिमा लोप उन्मुख पठलरी पर्व र पठलरी पौरा बारेमा थोरै चर्चा गर्न गइरहेका छौँ। विशेष गरी यो पर्व विवाहपछिको पहिलो पटक माइतीबाट घरतिर आउँदाखेरि आफ्ना दिदीबहिनी र चेलीबेटी साथीहरूसहित उपहार लिएर आउने प्रक्रियालाई पठलरी भनिन्छ र यो पठलरीमा ल्याउने उपहारहरू नै पठलरी पौरा हो, जसमा यो पठलरी पौरामा विभिन्न प्रकारका रोटीहरू हुन्छन्, ढिक्रीहरू हुन्छन्, त्यस्तै अरू दैनिक उपभोग्य काम लाग्ने सामग्रीहरू यस्ता जानकारी पाउनको लागि पेजलाई फलो गर्नुहोला र लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला।